सबै दर्शकहरूलाई अथवा श्रोताहरूलाई चाहिँ अब हाम्रो भान्जा र हाम्रो सम्बन्ध चाहिँ हामी चाहिँ एउटै जिल्लाको अब मैले घरबाट हेर्नु नि उहाँको घर देख्ने ठाउँ होइन पारिपट्टि मलाई थाहा छैन भान्जाले चाहिँ थाहा छैन उहाँहरूको बाबासँग चाहिँ हामी पल्टन पनि एउटै पल्टन हो हामी सँगै काम पनि गरेका छौँ र उहाँहरूको घर र हाम्रो घरबाट बिचमा सावा खोला भन्ने बग्छ अनि सावा खोला एकदमै उर्वर अब त्यो अब धान खेतीको लागि प्रसिद्ध छ र अब हामी चाहिँ अब धान पो फल्छ भोटाङ्गे चाहिँ भोटाङ्गे अनि लौरे भोटाङ्गे धान त फेरि बासमती भन्दा हो नि एकदम राम्रो त्यो लौरे त अब चिल्ला भन्दा मिठो नि राम्रो एकदमै अब धेरै धान कहाँ पाउँछ अहिले त छैन पनि होला त्यो सबै अब त्यो अब अरू नयाँ प्रविधिकोले त्यसलाई विस्थापन गरिसक्यो होला अनि अब त्यो अब उहिलेको अब प्राचीन त्यो अब जुन तरिकाले गरिन्थ्यो त्यति फल्दैन नि त त्यो भएर नयाँ प्रविधिको धेरै फल्नेहरू लाउँछन् अनि त्यहाँ चाहिँ अब त्यो धानहरू चाहिँ अलिकति अब आर्थिक सबल भएको राम्रो अब अलिक पुँजीपतिहरूले चाहिँ त्यो खेतैमा उहाँहरूले बुक गर्नुहुन्छ अरे अनि उहाँहरूले लानुहुन्छ अरे र खेती गर्ने मान्छेले चाहिँ उयो इन्डियाबाट आयातित खानुहुन्छ अरे भन्ने मैले सोच्छु त्यो त्यसरी हाम्रो सम्बन्ध र एकै ठाउँको हो